बेच्ने हो यो कसले बेच्न दियो यो झन्डा होइन बेच्दैन म आफै आएको हुँदैन भने जान्छु नि होइन एउटा बोकेर हिँड्न मिल्छ मिल्दैन मिल्छ तर किन्नु पर्यो नि यो किनेर लिनुपर्छ भने देशको के रह्यो अस्तित्व ए झन्डा किनबेच गरेर देशको अस्तित्व मेटिन्छ तपाईँ कुन पार्टीको मान्छे हो म त केही पनि होइन म त यस्तो व्यापार गर्न आएको त्यही त तपाईँ हामी जस्तो आन्दोलनको नाममा ढुङ्गा हान्नु भन्दा त यसरी व्यापार गर्न दिनुहोस् न बरु एउटा दिन हुन्न मलाई ल अब एउटा झन्डा फ्रीमै लग्यो क्या किनेको भए पनि हुन्थ्यो नि कति नै पर्छ होला र यार व्यापार त हुन्थ्यो कमसेकम उहाँको बेचेर लिन्छु भन्दै हुन्थ्यो तर हामी नकिनिकन देशको झन्डा कसैले किन्छ कसैले किन्दैन किनकि यो झन्डा घाँस हो उम्रिन्छ टिपेर ल्याउने बेच्ने हो आन्दोलनकारीहरू बिचरा झन्डा बोकेर नाच्दै गाउँदै जम्मा हुँदै थिए त्यही बेला कुन चाहिँले घरबाट लुकेर टियर ग्यास हान्दैछ बिना कारण आँसु ग्यास हाल्न पाइन्छ घरबाट आँसु ग्यास पठायो त्यो घर मालिकलाई पनि समात्नु त्यसपछि काकाले जे हुन्छ भन्नुभएको थियो त्यही भयो बङ्गलादेशी स्टाइल होइन घरबाट लुकेर अश्रु ग्यास हान्ने चाहिँ को रहेछ प्रचण्ड ओली शेरे माधव कुमार नेपाल झन्डा खनाल मेन टाउके हिँड्दा रन्डीका बाने हजुर मन लाग्दि नबोल्नु मन लाग्दी पनि बोल्छन् मन लाग्दी पनि गर्छन् अब आन्दोलनकारी के भयो चप्पल च्यात्यो घर पुगेपछि त्यही चप्पल भेट्ने भयो तिमीले गालामा हाटबटिनीमा लुटपाट मचिरहेको छ भित्रबाट लुटपाट गरेर बाहिर निस्कँदै भित्र भएको आइसक्रिम खोसाखोस भइराखेको अवस्था छ काका यार आफ्नो आन्दोलनकारीलाई खानपिनको व्यवस्था गरिदिनु पर्थ्यो नि त झोरेरलाई जस्तो चोरेर खाइरहेको छ नि यार यसरी आन्दोलन गरे भोक्ला आयो यहाँ आयो खाना पायो बङ्गलादेशमा हेर्नु बङ्गलादेश त के थियो बङ्गलादेशमा खानै पाएको छैन हाम्रो नेपालमा जति खान्छ खाओ न ल त्यो चाहिँ चाहिँदा जानुहोस् फ्रीमा फ्रीमा रुसलान भुड्का बोकेर हिँडिरहेका छन् खसीको म खान्छु खसीको खुट्टा तर्खा बुढा अनि मोज गर्नुपर्छ बेलुका गएर मोज त गरे यिनीहरूले तर त्यो खाएको नपच्दै पुलिसले समात्दैछ आज मान्छेहरूले मोज गरिरहेका छन् ल हेर्नुहोस् फलफुल बोकेर हिँडिरहेका छन्